Hello everyone, namaste and welcome to my Elina TMZ vlog. आजको भ्लग चाहिँ गोकर्णको जङ्गलमा कुद्दै चाहिँ के भन्नु, हिँड्दै हाम्रो नानी हिँड्न सकेको छैन। सहरमा हुर्केकी बढेकी, त्यही भएर उकालो चढ्न गाह्रो भयो कि। हामी त पहाडमै हुर्केको, पहाडमै जन्मेको। कुद्न सक्छ? ल कुदेर देखाउ त। साँच्ची यसरी चिप्लिँदैन नि हो, यसरी देखाइदेऊ। 5 रुपियाँ दिन्छु। 5 रुपियाँ दिन्छु। हो, सहरमा हुर्क्यो भने यस्तो हुन्छ। गाउँमा हुर्क्यो भए यतिखेर अब टिकटक नबनाउने जङ्गलमा के भन्दैन। योभन्दा कस्तो गाह्रो हुन्छ अब गाउँघरमा। आजको हाम्रो यात्रा चाहिँ गोकर्णको जङ्गल यता गयो भने उता गोकर्णमा पुग्छ। त्यो गोकर्णको मन्दिर साइडमा यता गयो भने हाम्रो घर पुग्छ बौद्ध जाने साइडमा। फेरि यहाँबाट गयो भने कफन पुग्छ। अब यो यस्तो चाहिँ लानुपर्ने थियो यार। यहाँ हेर न, मल हुन्थ्यो हेर। मलाई त फेरि मलमा देखिहाल्छ हो। त्यहाँ एक्सर्साइज गरिरहेछ मान्छेहरू। उकालो हिँड्दा कस्तो भयो दिपेलाई? उकालो हिँड्नु मजा आयो? झन् उकालो गरेर गर्नुपर्छ, अनि भयो हेल्दी हुन्छ। बाटो यहाँदेखि वहाँ पुग्नुपर्छ। आउँदैछौँ हामी पनि पार्कतिरै। हस्, तपाईँ भारी बोकेर सुई जानुहुन्छ, हामी नबोकिकन गलिरहेछ। हाम्रो पछाडि हेर त बाइकमा यसरी आउँछ सबैजना। मान्छेहरू यसरी कुद्छ क्या, कुरुङ रुङ परेर। अब हामी माथि डाँडामा आइपुग्न आँट्यो। घुम्दै डुल्दै। ओ यहाँ लप्सीको बोट कति सानो रहेछ। लप्सीको बोट ओ यहाँ पनि कत्रो ठुलो। ए लप्सी नि फलिरहेछ भाइ। यहाँ हेर नि लप्सी देख्यो? भर्खैमा देखाउँछ। यहाँ डल्लो देखेन? लप्सी फलेछ यार। हेर्न कति धेरै लप्सी भयो। भोलि पर्सि लप्सी टिप्न आउँछौँ हामी। खै भोलि पर्सि कहिले होला? मङ्सिरतिर होला। सरकारी हो क्या, सरकारी जग्गा। यहाँ माथि कुच्चोहरू छ, कुच्चोहरू रोपेछ। हामी चाहिँ हिँड्दै यसो इभिनिङ वकले क्या यो चाहिँ। त्यही भन्थ्यो क्यारे उकान्छी हिँड्न नसक्ने बौद्ध देख्दो रहेछ। देख्छ यता नि खुल्ला छ क्या। उसलाई नौलो लागिरहेछ।
भदा बाबु बोक्दैछ क्या 100% ल भदा बाबु पेटमा डुल्याएछ भदा बाबु भनेर भदै नै प्लत्तै आयो भने भदा 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 भनेर के भन्छ पेटमा हेर्दा थाहा हुन्छ अरे नि त पेट हेरेर छोरा हो कि छोरी हो त्यही भएर छोरा भनेको हो क्या छोरै हुनसक्छ हिँड्नुपर्छ खोइ हाम्रो जस्तो है हाम्रो जस्तो फुल पानी खाने नखाने तिर्खा लागेन के खाने त हामी यो डाँडामा आइपुग्यो जगटुल हामी यहाँदेखि उता जाऊँ न यहाँदेखि यता जाऊँ जङ्गलमा च्याउ उम्रेछ यार मर्छ होला नि खै पोइजनवाला होला खै होला नि खै खाने च्याउ यहाँबाट पनि बाटो छ निस्किन्छ है ल जाऊँ त्यहीँबाट जाऊँ त्यसो भए च्याउ पनि देख्यो हामी यहाँबाट निस्क्यौँ लोकल च्याउ खायो भने फेरि हुने होला हामीलाई ऊ त्यहाँबाट त मान्छेहरू हिँडिरहेछ ठुलै बाटो होला हाइकिङ जस्तै मानौँ न यसरी हिँडेपछि खोइ त्यो ऐसेलेको बेड होइन नि लाठी कहाँ हो त योलाई उयो भन्छ उत्तिस उत्तिसको बोट हो त्यो भाइ उत्तिसको बोट यहाँ सलाम ठोकेर बसिरहनु भएको छ यहाँ यहाँ कलर लाउँदै रहेछ र बन्द रहेछ यो चाहिँ ए त्यो खाल्टोमा थाहा पाएँ यो जङ्गलमा लु मानौ गुआयो भने के गर्ने ए पार्क त्यहाँ रहेछ नि यहाँबाट जाने कि त्यहाँबाट जाने है कता जाने यहाँबाट जाने कि जङ्गल आइपुग्यो हामी चिप्लिँदैन ए भोलि पर्सि मेला हुने ठाउँ त यहाँ हो नि कस्तो मेला हुन्छ त भोलि पर्सि बाउ खुवाउने औँसीमा के का ए यहाँ पनि हो क्या अरे त्यहाँ तल ल आइदिउँ हामी आइसियालु पायो भने आइसियालु खाऊँ नपायो भने नखाऊँ चाहिने छ जिन्दगानीमा लप्सीको बोर्डहरू चाहिँ रहेछ भने चिप्लेलाई जङ्गलको यात्रा फिलिले कुद्ने हो च्याउ पाउँछ कि हेरेको च्याउ पनि अब यो जङ्गलको च्याउ त हामी चिन्दैनौँ हाम्रो गाउँको जङ्गलको च्याउ चाहिँ चिन्छु यो गाउँको जङ्गलको च्याउ चाहिँ हामी चिन्दैनौँ हो त्यहाँबाट हेरेको हो यहाँतिर त चढ्ने ठाउँ हो क्या पहिला चाहिँ आउँथ्यो यहाँनिर ऊ बाँदर हेर नि त्यहाँ बाँदरले लखट्यो भने यसो छेउमा को जान्छ त यहाँबाट यस्तो देख्ने अरे यो त बाटो छैन होला भनेर त्यो अझै यहाँ चढ्नु नचढ्ने आइज न यहाँबाट देख्छ आऊ त क्या खतरा देख्छ यहाँबाट देख्ने जस्तै हो पिकनिक खाइरहेछ केटाहरू
त्यो त बाइक पनि आउँदो रहेछ यहाँतिर ग्रुप थियो नि एकजनाले त्यो कसको बुढा होला कसको बुढी होला अब हामीले भिडियो गर्नुभयो कि मिलेको भएर जाँदै पर्दाफास हुन्थ्यो होला हुन्थ्यो नि हामी भाइरल फेरि हामी भाइरल दाजु भन्दै थियो क्या साइमा होइन हाम्रो भाइरल फेरि सबले देख्ने हामी फेरि सबले देख्ने अर्को भाइरल को हो नि चाहिँ हुँदैन नि हामी जब सयजना पनि लायक नआउने 100 भ्युज नै नआउने जग्गा खोटी यहाँबाट ओह्रालो दामी रिसोर्ट उयो होटेल बन्थ्यो क्या बनाएको अनि छ नि त तर यहाँबाट यो रुखहरू काट्यो भने खतरा है सबै देख्ने दामी देखिने क्या क्या यहाँ त प्याक हुन्थ्यो होला है मान्छे त टन्न आउँछ यहाँ बाटो त यस्तो भएछ तर आउँदा आउँदो रहेछ हेर त यो यसरी बगाएछ पिच गरेर के फाइदा भयो त यहाँ हरेली काँडैले मलाई चस्सै बगाएछ नि नयाँ नयाँ साँझ ए हामी त बाटोमै पो आइपुगेछ त ए यहाँबाट भन्दा ऊ त्यहाँबाट चाहिँ खतरा देख्दो रहेछ नि अनि यसमा आइपुग्यो के देख्यो मेरो पैसा देख्यो क्या हो अब यहाँबाट ऊ त्यहाँ हेरौँ न कस्तो रहेछ कडा रहेछ हेर कडा रहेछ यहाँबाट आऊ न यहाँ पानीको रहेछ नि पानीको ट्याङ्की पानीको ट्याङ्की आऊ है त्यही होला पानीकै होला हामी यहाँबाट यता यता हिँडौँ ऊ त्यहाँबाट हेरौँ अनि त्यहीबाट जाउँ यस्तो यस्तो ठाउँ बनिसक्यो अब हामी यहाँ आइपुग्यौँ अब दिपालाई यहीँ रमाइलो लाग्यो अरे यो ठाउँ रमाइलो लाग्यो अरे घुम्नलाई भिडियो खिच्दै छन् उसलाई त यहाँ ठाउँ पो बबल हरियो परियो भयो अरे मैले लप्सीको बोर्ड देखाएँ तेजपत्ता देखाएँ अरू के अनुमति बिना भित्र प्रवेश गर्न मनाइ छ भनेपछि हामी किन जाने अफिस जस्तो होला क्या अफिस जस्तो होला आजको हामी बेलुका 4:30 बजीदेखि हिँडेको अहिले कति बज्यो ठ्याक्कै 5 बज्न आँटेछ यार अनि आधी घन्टा भएको हामी कतिखेर हिँडेको 6 पो बजेछ 6 पो बजेछ म त 5 बजे भन्न ठानेको हामी त 1.5 घन्टा भइसक्यो त्यही त म कति छिटै त सरकारी भवन उयो खेल्ने बच्चा खेल्ने ठाउँ पनि रहेछ दिपालाई चाहिँ यहीँतिर रमाइलो लाग्यो अरे बौद्धमा नि घुम्दा घुम्दा गर्मी हुन्छ नि त वाक्क लाग्यो होला नि त बौद्धमा मैले धेरै डुलाएँ नानीलाई अनि उसले वाक्क लागेछ कुन चाहिँ सबै होला यो चाहिँ यहाँनिर चाहिँ 2 घन्टा हुन आँट्यो यार अझै यहीँ छौँ गोकर्णको जङ्गल पछाडि चाहिँ यस्तो रहेछ है फेरि हामी अस्ति चाहिँ माथि डाँडाबाट आएको डाँडा जङ्गल बिचबाट अहिले चाहिँ फेरि यता साइड पछाडिबाट आएको पछाडि चाहिँ यस्तो पो रहेछ हिँड्ने मान्छेहरू चाहिँ यस्तो रहेछ क्या पारा ऊ यस्तो ठाउँहरू ठिक्क देखिरहेको छु कस्तो मजा बनायो है पिकनिक खानु पकाउने तुलाउन पानी परेन भने त्यसमा चाहिँ पकाउने नाच्ने गाउने सबै नि यता यहाँ चाहिँ यस्तो कटेजहरू यस्तोमा बस्यो भने नि फ्रेस हुन्छ यहाँ फुलहरू यहाँ निङ्रो
यो निउँदो भने है यो निउँदो जङ्गल के होला ए कस्तो मक्खली कहाँ पो पाउँछ भनेको थियो अस्ति फ्रेस क्या कस्तो राम्रो इभिनिङ वक गर्ने मान्छेहरूको डाइटिङ बस्ने मान्छेहरूको खाइ यही हो चटपटे यसरी जिउ घटाउने हो क्या है यसरी घटाउने हो तर यहाँ आगोमा पकाएको है ऊ यस्तो मुनितिर होला क्या यहाँ त के पाउँथ्यो र नि निङ्ग्रो लडलाई फेरि त्यहाँबाट चिप्लेर यो निङ्ग्रो हो कि के हो यार यो निङ्ग्रो त होइन जस्तो लाग्छ है मलाई यो चाहिँ टिपेर लगौँ अनि सोधौँ ल यतिकै खानु हुँदैन नि मलाई त यो होइन जस्तो लाग्छ खोइ लडलाई मुनि हो के यो र त्यो एउटै त हो नि यी यो नि त मिल्छ नि यदि हो भने तर होइन होला जस्तो लाग्छ मलाई भरे खाएर आँखा चिम भयो भने छैन खाना त म खान्न खाना त खान्न आँखा चिम भयो सिधीको त ऊ त्यो तल जाउँ न हामी त मजा पो आयो जङ्गलमा आउनु कसो निङ्ग्रोको नाममा यति रहेछ त्यो नि हो कि होइन अब के छ देखाउनु त मलाई निको त सेम है तर हो कि आन्टीहरुको नि यस्तै थियो जस्तो लाग्छ मलाई चाहिँ यस्तै थियो तर अब यस्तै भयो नि के बास्ना त निङ्ग्रोकै आउँदो रहेछ फेरि ल हामीले निङ्ग्रो टिपे तर खाने बिजनेस निङ्ग्रो त होइन होला तर खानु त खान्न अब हामीले यति निङ्ग्रो चाहिँ भेट्यो तर खाने निङ्ग्रो हो कि नखाने निङ्ग्रो हो त्यो चाहिँ थाहा भएन त्यही भएर हामी यति चाहिँ टिप्यो अझै कति धेरै छ है त्यहाँ भित्रभित्र तर हामी नखाने है नचिनेसम्म टिप्न रहर चाहिँ गरेर टिप्यो तर खाना चाहिँ खान्न होला नचिनिकन खानु चाहिँ हुँदैन त्यही भएर अब हामी घरतर्फ लाग्दैछौँ यहाँतिर हेर्न पार्क हामी यसरी हिँड्दैछौँ हामी इभिनिङ वक भनेर हिँडेको हिँड्नुमा तर हिँडे मात्रै निङ्ग्रो खोज्दैछु पाउँछ पनि तर खाने हो कि होइन भन्ने कुरा मात्रै हो यहाँ हेर न सबैजना भविष्यको कर्णधारहरू सबैजना भविष्यको कर्णधारहरू हो क्या उहाँहरू चाहिँ भिड पनि देख्यो यहाँतिर हेर्न त आम्मामा सब ट्रेनिङ गरिरहेको छ साह्रै भिडमा त पुगेर आइसक्यो हेर त लाउरे भविष्यको लाउरेहरू है भविष्यको लाउरेहरू
यसरी खिच्यो यसरी खिच्यो निङ्रो हो होइन है त्यो त होइन होइन अरे देख्यो मान्छेले त खान्छ डर लाग्यो मलाई त्यतिकै टिपेको कि त्यहाँ बाटो त्यो देखेर म त चिन्नै पसलमा त्यो ऊ त उहरूले खान्छ होइन त ऊ त राइट होस् खाँदैन अघि त्यहाँ टिपेर यति धुँदैछ नि अर्कै खालको होला त्यो त्यो त अर्कै खालको हामी चिन्दैन क्या यो त्यो त होइन त्यो त हुँदैन खान्छ त्यही सोध्नलाई बोकेको क्या बाटोमा कति रहेछ त्यो हाम्रो गाउँतिर पहिलो देखेको कि हामीले निङ्रो चाहिँ फाल्थ्यो अहिले छैन मेरो हातमा किनकि हामीले ऊ त्यहाँ दिदीलाई सोधेको निङ्रो खान मिल्छ कि मिल्दैन भनेर सोधेको उहाँ दिदीले यो त खानु हुँदैन नि नखाने हो भन्नुभयो त्यही भएर टिप्ने रहर थियो टिप्यो होइन निङ्रो टिप्या जस्तै त भयो नि होइन यहाँबाट छिर्ने रहेछ भित्र माथि जानु रहेछ अनि अहिले चाहिँ हात खाली भयो निउँरो सिउँरो चट गरेर फालिदिएँ अब नचिनिकन खाने कुरा पनि भएन त्यही पनि एकचोटि सोध्छु अलि त एकचोटि सोध्छु भनेर कि मैले खाना मिल्ने हो कि होइन सोध्ने चाहिँ सोध्ने है भनेको अनि यो आज चाहिँ किन्यो फेरि हेर्दा त सेम देखिन्छ त यार के फरक छ होला है हेर्दा त सेम देखिन्छ त मैले त के फरक छ यस्तो हुन्छ क्या बाटो यो चाहिँ हो त्यो चाहिँ चिल्लो थियो बेसी थाहा छ हिजो खस्रो खस्रो हुन्छ मिङमार दाइ पनि आइपुग्नु भएछ कि स्कुटरमा यहाँ हेर न टिटिट त गऱ्यो मैले त को हो भनेर क्या भिडियो पो खिच्न आँटेको थिएँ यहाँबाट यस्तो दामी देख्दो रहेछ झर्दैन यहाँ हेर यस्तो दामी देखिरहेछ मैले टिटिट गरेर चाहिँ सुनेको क्या तर को हो वास्तै नगरेको लप्सिक बोर्ड हेर यहाँ यत्रो ठुल्ठुलो छ आमा जहिले मिङमार दाइ बेलुका जहिले आउनुहुन्छ अरे क्या हिँडेर आउँथ्यो अरे अरू बेला आज चाहिँ स्कुटरमा आउनु भएछ निङ्रो ओरिजिनल पाउँछ अरे क्या त्यहाँ खोज्न आएको रे पाएँ हामी चाहिँ यहाँ अब घर जान्छु अब आजको लागि यति नै भन्न चाहन्छु मकै रोपेछ यस्तोमा हेर न थाल्यो होला नि कसले रोप्छ अरे यहाँ तर भोलिपर्सि उम्रेपछि कसले लान्छ होला है हामी आएर लिन आउनु पर्ला भन्दै लिन आउनु पर्ला भन्दै आजको लागि यति नै भन्न चाहन्छु अनि अलिअलि भिडियो पनि हेर्ने गर्नु होला अनि अलिअलि मिहिनेत त लाग्छ हाम्रो नि लाइक सेयर सब्सक्राइब गर्नु होला भन्न चाहन्छु यो चाहिँ हो गोकर्णको जङ्गल यहाँबाट देख्ने मकलबारी देखिन्छ यहाँबाट हिँड्दै मेडिकल कलेज भइहाल्यो आरुबारी यताबाट कपन कता कता यहीँबाट पुग्न सकिन्छ हामी यहाँ चाहिँ बेलुकातिर यसो हावा खाना निस्किन आउनुभयो भने एकदम राम्रो हावा एकदम मजाको छ धुवा धुलोदेखि अलिकति टाढा आउनु पऱ्यो भने है धुलो धुवा त अब उस्तै यहाँ त खास आउँदैन नि त तल रोडतिर मात्रै हो नि त यहाँ त हरियाली जङ्गल स्वच्छ हावा पानी चाहिँ किन्नुपर्छ स्वच्छ पानी भन्ने मिलेन हावा चाहिँ त हो एकदम चिसो चिसो क्या है शीतल ठाउँ छ आउनु होला भन्दै आजको लागि यति नै भन्न चाहन्छु बाई बाई